यो ठाउँ चाहिँ हाम्रो पहाड जुम्ला जिल्लामा पर्छ। यो ठाउँ चाहिँ कर्णाली प्रदेशको एउटा दुर्गम जिल्ला हो। उहाँ चाहिँ मेरो हजुरआमा हो। उहाँ चाहिँ अहिले 62 वर्षको हुनुभयो। 62 वर्षको उमेरमा पनि यत्रो भरि डोको मल बोकिराख्नु भएको छ। उहाँको उमेरको बुढाबुढीले त काम पनि गर्दैनन्। यत्रो उमेरमा पनि मेरो हजुरआमा मेहनती र लगनशील हुनुहुन्छ भनेर मलाई गर्व लाग्छ। बाहुबली बन्नु पर्दछ हैन। ल गाइस स्यान पनि स्टार्ट करो। लाउरे दाइको गीत है गाइस। गाउँमा एउटा सोझो थियो, घरमा ऋणको बोझो थियो, हिँडो केटो लाउरे बन्न चाहिँ होइन गाइस, यहाँ पर्रो बग्न चाउरे बन्न। So hello everyone, it's me सङ्गत एपिसोडमा सन्चो हुनुहुन्छ। म तपाईँलाई सन्चो छु गाइस। हजुर सन्चो हुनुहुन्छ भने म आशा गर्दछु। आज हामीहरू होइन के काम गर्दैछौँ भन्दाले पनि पर्सो बोक्दैछौँ, किनकि दिस वर्क इज नट माई टाइप। सन्देशको र मेरो टाइपको होइन होइन, दिस वर्क इज ओन्ली फिमेल लेडिजको होइन। त्यही पनि आज हामी हजुरआमाको दुःख हजुरआमाले बोकेको होइन धेरै दुःख लागेको, त्यस कारणले हामी बोक्दैछौँ होइन। बुढिया मान्छे कति बोक्नुहुन्छ भनेर, त्यस कारणले हामी पनि बोक्न लागिरहेको छौँ। हामी पनि मैला जस्तो भएर बोक्न लागिरहेको छौँ। हेर्न सक्नुहुन्छ माथि त्यहाँ जग्गामै लाग्नु पर्ने हुन्छ। टक्क लाएर तलबाट चट्टा लाएर हजुरआमाले अब चाहिँ भन्नुहुन्छ, त्यसपछि हामी चाहिँ माथि बोकेर जानुपर्ने हुन्छ। ग्यास त्यही न ग्यास त्यो दामीसँग भिडियो बनाउनु पर्ने हुन्छ है त ग्यास, कन्फिडेन्ट लेभलको साथ। आफूले मैलाको जस्तै बोक्न पाउनेछु भनेर नै राउसिएका छन् होइन। हेर्न सक्नुहुन्छ अहिले चाहिँ भिडियो बनाउँदै हाँसिरहेको छ। तिमी राउसिएको छौ कि नै? आज चाहिँ तिमी मैला बनियो कि नै भन्न त। गर्ने काम गर्ने भनिरहेको छ होइन, नगर्ने काम गर्ने होइन भनिरहेको छ। तर यो काम गरेपछि हामीलाई पनि मैला भन्छ सोचिरहेको छ। तर काम गर्दा सानो ठान्नु हुँदैन, मासुङ गर्नुपर्ने हुन्छ। धेरै राउसिने होइन होइन, हेउ गर्ने होइन। ल त्यही हो, अब चाहिँ हामीहरू जकिएर बोक्नुपर्ने हुन्छ ग्यास, त्यही नै हो भन्नुपर्ने। चट्टा लाएर अब चाहिँ म बोक्न गइरहेको छु होइन। हेर्न सक्नुहुन्छ तपाईँहरूले मस्त लाएर दामीसँग लाफामा गर्नु छ, हतार गर्नु हुँदैन। बिस्तारै टक्क टक्क मस्त नभएको पर्ने हुन्छ। सुनौ अब चाहिँ हामी चाहिँ मस्त लाएर बाहुबली बन्नु पर्दछ होइन। त के गाह्रो माम्मरै गाह्रो छ, त्यही पनि हामी चलिदिन्छौँ बिस्तारै टक्क मुसनमा। हाम्रो गरे 2 बरी बनिसकेको छौँ। आज त हामीहरू क्या गर्ने यही छ हाम्रो गाउँबाट यी कान्छी बरी यहाँ गइसेन होइन। अनि जेठ बाबु सन्केर होइन भिट्टा हिट्टा लन्डाइकन हिँडिरहेछ नि चाहिँ यस्तरी मस्तो लाएर अब चाहिँ हामीहरू जानुपर्ने हुन्छ माथि चाहिँ खण्ड चाहिँ होइन। मस्तो लाएर किन गाज भित्र लाउरे बन्ने सपना थियो। यता हेर त कस्तो लाग्दछ, घरको छ कि नै बाबु। स्याहारा फ्या भइसकेको छ होइन हामीलाई चाहिँ, त्यही पनि हामी हार मान्दैनौँ। माथि हाम्रो जग्गासम्म पुरा जसरी पनि छानेछौँ, त्यही नै भन्नुपर्ने। मस्तो लगाएर हामी चाहिँ लाउरे होइन चाउरे बनाउन जस्तो त भइरहेको छ यहाँ। ल गाइस लास्टै घरको छ गाई, झन् टाउको लास्ट दुखिरहेको छ घाँटी। क्या गर्दा जुम्लापुरो जुनमा लग्यौँ यही छ, काम नगरेसम्म खाना लाउनु पाइन्न। फेरि यही काम गरेर घर अनि पम्प पढाउने यसरी चहट। गाई छैन सक्नुहुन्छ तपाईँहरूलाई, यो चाहिँ हाम्रो होइन अर्ग्यानिक मल हो। यसले चाहिँ सिमी उमार्छ। यो लास्ट के गिलो गिलो भएर लास्टै घरको छ के। स्यान पनि तो गाइस मेरो चानोमा मेरो तालुमा आलु फल्छ भन्छ नि, तर पसिना फलिरहेको छ।
ल गाइस अब चाहिँ मैले कट्टी उम्काउनु पर्ने हुन्छ होइन मस्त लाएर। दया तुमने कुछ गेस किया? नहीं मैंने तो गेस किया। क्या होता है? गुन्ना लारुदाईको गीत है गाइज। गाउँमा एउटा सोझो थियो, घरमा ऋणको बोझो थियो, हिँडो केटो लाउरे बन्न चाहिँ होइन गाइज, यहाँ पर्रो बग्न चाउरे बन्न। हेर्नु सक्नुहुन्छ गाइज, बसेपछि इनर्जी पनि नसुने पसिना गाइज, पसिना त्यतिकै काम गर्न कहाँ हुन्छ त यार। बाबा हाम्रो जुम्ला बजार पनि अर्कै देखिने कि, हेर्नु सक्नुहुन्छ तपाईँहरूले। बाउ लास्टकै थके लाग्ने यार, गाह्रो छ नि त गाइस, मम्मरी गाह्रो छ। अब चाहिँ उम्काउनु पर्छ, त्यो चाहिँ अब बग्दैन भनिरहेको छ। मैले चाहिँ बोक्नु पर्ने हुन्छ गाइस, त्यही पनि कन्फिडेन्ट लेभलको साथमा होइन। अझै मैले 2 भड्का जति ल्याउनु पर्ने हुन्छ। दोस्रो भड्का ल्याइसकेको छु, अझै 2टा ल्याउनु पर्छ। अनि त्यसपछि घर गएर रेस्ट गर्नुपर्ने हुन्छ गाइस। लास्टै गाह्रो छ। यो ठाउँ चाहिँ हाम्रो पहाड जुम्ला जिल्लामा पर्छ। यो ठाउँ चाहिँ कर्णाली प्रदेशको एउटा दुर्गम जिल्ला हो। उहाँ चाहिँ मेरो हजुरआमा हो। उहाँ चाहिँ अहिले 62 वर्षको हुनुभयो। 62 वर्षको उमेरमा पनि यत्रो भरि डोको मल बोकिराख्नु भएको छ। उहाँको उमेरको बुढाबुढीले त काम पनि गर्दैनन्। यत्रो उमेरमा पनि मेरो हजुरआमा मेहनती र लगनशील हुनुहुन्छ भनेर मलाई गर्व लाग्छ। दोस्रो भड्को ल्याएको चाहिँ मैले चाहिँ गाइस होइन, अहिले चाहिँ हजुरआमाले पनि ल्याइसक्नु भएको छ। हेर्न सक्नुहुन्छ तल चाहिँ हजुरआमाले फालिसक्नु भएको छ। रातोले भन्छ हिन्दीमा लाल, कस्तो जन्म दिएको भगवानले मेरो चाहिँ बेहाल, कस्तो खाते रहेछ भनेर गर्छन् अरूले सवाल, मलाई चाहिँ यस्तै नै जिन्दगी दिनुभएको भगवानको चाहिँ कमाल। यस्तै दुःख छ गाइज। अहिले चाहिँ हजुरआमा गइसक्नु भएको, म भिडियो बनाउँदै ढिला भयो। अब चाहिँ म जान्छु तल फेरि अर्को भड्को पर्सो ल्याउन चाहिँ। त्यही नै हो भन्नुपर्ने गाइज, जाम तल अब पर्सो हालेको एकछिन हेरिदिउँ। दुःख छ गाइज, बहुत थकाइ लागिरहेको छ गाइज। अझै बिस्तारै बोलेको मैले चाहिँ स्याहारै भइरहेको छु म चाहिँ। यो चाहिँ हामीले चाहिँ बोक्ने होइन होइन, यो काम चाहिँ हामीले गर्दा राम्रो चाहिँ होइन। त्यही पनि हजुरआमा बुढी हजुरआमाले बोकेको देखेर हामीलाई चाहिँ दया लाग्यो कि, त्यस कारणले बोकेको। अन्यथा नलिनु होला तपाईँहरूले। हुन्छ यस्तो उकालोमा बोक्नुपर्छ, बहुत गाह्रो छ गाउँले जिन्दगी। स्याहारै फेरि अब्बर भइसकेको छु म चाहिँ। पर्सो बोक्दै गाइस भिडियो बनाउँदै हामीसँग चाहिँ लास्ट भड्को हुन्छ मेरो चाहिँ। हाम्रो बापरे बा, माथि नै फालिदिनु पर्ने हुन्छ। हजुरआमाले फेरि ल्याउनु पनि दुःख हुन्छ माथि जान, र तलै फाल्नुहुन्छ, म चाहिँ फालिदिन्छु। यस्तै थका लाग्ने क्या गाइज। टाउकोमा बोक्न अलिक गाह्रो हुन्छ नि त, बतु हातको काम भए सजिलो हुन्थ्यो। जो टाउकोको काम चाहिँ अलिक गाह्रो नै हुन्छ टाउकोमा बोक्न। महिला मान्छे चाहिँ बोकी के भन्छ त, टाउको चाहिँ खिसकेको हुन्छ। हामीहरू चाहिँ कहिले कसो बोक्छौँ त, हामीहरू चाहिँ परहरको तलको जिउलाको धान काटेको परहर हुन्छ नि त, सिमी जे नहल कुममा लागेर बोक्छौँ, टाउकोमा चाहिँ बोक्दैनौँ। त्यस कारण हाम्रो टाउको चाहिँ बानी परेको छैन। बिस्तारै यस्तै काम टाउकोमा बोक्ने काम गर्दै गएपछि हामी पनि खतरा नै हुन्छ टाउकोमा बोक्ने चाहिँ। त्यो टाउकोमा बोक्ने त हेमा हो, महिलाले चाहिँ हामी टाउकोमा बोक्छन्। त्यो नै हो गाइस। घाम लागिरहेको छ, थकाइ पनि लागिरहेको छ, के गर्नुहुन्छ, गाह्रो छ। काम गर्नै पऱ्यो, गाउँले जीवन हो, के गर्नुहुन्छ। अब हामीले चाहिँ होइन पर्सो बोकेन भनेपछि घरमा बुढी हजुरआमाले कति बोक्नुहुन्छ कि भन्ने हो। त्यस कारणले हामीले चाहिँ अलि म चाहिँ लास्ट चिल्लाएर बोकेको। हुन त आफ्नै हो होइन, हामीले यो पर्सि के हुन्छ सिमी कि छऱ्यो भनेपछि होइन अहिले चाहिँ के लगाउँछन्, गहुँ लगाउँछन् होला होइन, गहुँ लगाउँछन् होला। यो मल चाहिँ हालेर अनि त्यस गहुँ पाक्छ कुटेर अनि रोटी खाने हामी नैहरू नै हो। त्यस कारणले कामलाई चाहिँ सानो ठुलो भन्नु हुँदो रहेछ हजुरआमाले भन्नुभएको हामीलाई चाहिँ। किनकि के गर्नुहुन्छ, यस्तै नै हो गाउँलाई जीवन, दुःख छ।